जय शम्भु हर महादेव श्रीमन नारायण, जय माँ गौरी, जय माँ लक्ष्मी, जय श्री राधेश्याम। अब जसले हजुरहरूले भगवानको नाम लेखेर, आफ्नो नाम हुन्छ नि भगवानको नाम कति पनि लेखेर, छोरा मान्छे होस् छोरी मान्छे होस्, समाजमा नराम्रो काम फैलाउनको छ, नराम्रो काम गर्नुको छ, नराम्रोलाई दुःख दिनुको छ भने अरूको आत्मालाई रुवाउनुको छ नि हजुरको दिन सुरु भयो हैन। समाजमा हेर्नुहोस् त, जहाँ पनि भगवानको नाम गरेकै ठाउँबाट भगवानको नाम गरेकै मान्छेहरू मात्र अहिले उसमा अगाडि आएका छन्। त्यसैलाई चाहिँ प्रहरीले साँतेको छ, त्यसैलाई लिएर हिँडेको छ। कारण के भन्दा हजुरहरूले नराम्रो काम गर्नु, त्यही भएर भगवान रिसाउनु भयो। भगवानलाई सोच्नु भयो, भगवानले सोच्नु भयो कि मेरो नाम लिली यसले मलाई बदनाम गरेछ, भगवानले यस्तो सुन्दर नाम दिनुभयो तर पनि यसले किन यस्तो नराम्रो काम गर्यो भनेर भगवान आउनुभएको छ है हजुरको शरीरमा, हजुरको घर घरमा, जतासुकै होसियार। जय शम्भु।